यो हड्क दाइलाई होइन मैले राम्रै मान्छे सोचेको थिएँ। तर के छ भने चाहिँ यसको प्रब्लम ढार रिस धेरै गर्न लाग्यो यो मान्छे है। पहिला आफै भन्नु भएको थियो धरानमा यसले कतिपय सुकुम्बासीहरूलाई स्थानान्तरण गरायो कि नदीको छेउबाट उठाएर यसले हटायो। जब कि अब अरूको पालो आयो त यो मान्छे गर्न लाग्यो विरोध। पहिलाको यो हेर्नुहोस् है, अनि त्यसपछिको यो हेर्नुहोस् है, यो पहिलाको पोस्ट यसले गरेको, अनि यो दोस्रो पोस्ट गरेको। र यो मान्छे रिस र ढालै खतम हुन लाग्यो कि है। प्रधानमन्त्री बन्ने सपना गर्दा गर्दा सोच्दा सोच्दा यो मान्छे है प्रधानमन्त्री पत्तै यसले पाउँदैन, मरिगे पाउँदैन है। यसको यस्तै हरकत हो भने चाहिँ प्रधानमन्त्री पद पाउँदैन। जहाँ यसले सुदर गुरुङलाई भन्ला थियो कि नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। हर्के दाइ म के भन्छु, हर्के हवलदार तपाईँले पनि राजीनामा दिनुपर्छ नैतिकताको आधारमा। नक्कली माओवादी बनेर तपाईँले चन्दा उठा होइन भने के तपाईँले पनि त राजीनामा दिनु पर्यो त यार, हो कि होइन। अरूलाई मात्र भनेर हुँदैन कि हर्के हवलदार दाइ, अरूलाई मात्र भनेर हुँदैन। तपाईँको पहिलाको यो पोस्ट हेर्नुहोस्, अहिलेको यो पोस्ट हेर्नुहोस्। भन्नुहुन्छ कि सुकुम्बासीलाई हटायो, गरिबको चमेली कोही छैन, गाना मात्रै गाउने, व्यवहारमा पनि गर्नु पऱ्यो। व्यवहारमा पनि गरेछ, तपाईँले गर्नुभयो, तपाईँले देखाउनु भयो। तपाईँले पनि पहिला भन्नुभएको थिएन त है, त्यही त भन्नुभएको थियो सुकुम्बासी बस्तीहरू खाली गर्नुपर्छ। जबकि अहिले सुकुम्बासी बस्ती खाली भइरहेछ, विरोध के को लागि बाबा, म त यो भन्छु। तपाईँ जहिले पनि दाइ रिस र ढाले खतम हुने हो कि तपाईँको केही छैन कि है। यो हर्केको पछाडि लाग्ने मान्छेहरू सबै बौला पागल हो कि। हस्, धन्यवाद हर्के दाइ, अहिले तपाईँलाई यति भन्न चाहन्छु म।